हाय गाइस, साकुरा हेर्न आएको हामी। यस्तो राम्रो साकुरा फुले हा। मान्छेहरू पुरै यसै साकुराको बुट्टामा बसेर चाहिँ खाना खान्छन् जापानिजहरू। रमाइलो छ, रमाइलो छ। खतरा फुल्हा फुल पनि हैन, कस्तो राम्रो सिन छ के यतापट्टि बसेर खाना खाएर बुट्टामुनि है। यस्तो गर्नु के हो साकुराको मौसम भोटेहरूले। यस्तो राम्रो फुलेखा फुल्नु नि त मक्कै फुलेखा के पुरा साकुरा फुले है। छोराहरूलाई साकुरा हेर्न आएको हो। कस्तो भइरह तोरी नि फुले है, तोरी पुरै तोरी फुले साकुरा फुले हा। कस्तो लटरम्मै साकुरा फुले हा। यो 3 महिनामा चाहिँ जापानमा झिलिमिली हुन्छ साकुराले। मान्छेहरू कति हेर्न आउँछन् है। घुम्न आउने भयो चाहिँ जापान चाहिँ यही 3 महिनामा आउनु होला तपाईहरू पनि। एकदमै राम्रो हुन्छ झिलिमिली। मैले पनि साकुरा हेर्न गएको यसो खुट्टा टिकटक खिच्दै नक्कल पार्दै भिडियो गराउँदैछु। गराउनु त बरु होइन, के गर्ने। यस्तो राम्रैले खाना खान बसेर यस्तो रमाइलो छ क्या। यस्तो मौसम पनि यति सफा आजखेरि क्या काइदा लटरम्मा फुले खानु फुलहरू। पारिलो तातो मौसम छ। यस्तो राम्रो मिठो सेन्ट हातेर यसो सुन्दैछु। यस्तो राम्रो फुल फुले खा कि सिमी छैन क्या। यस्तो राम्रो आहा साकुरा तपाईँलाई मेरा केटाहरू यहाँ बसिरहेछन्। आज पनि मौसम पनि सही राम्रो है। साकुरा सँगसँगै यो के चाहिँ फुल रहेछ यो यस्तो राम्रो फुलेको यो फुल के रहेछ है। मिठो सेन्ट आएको रहेछ क्या फुलको। नाम चाहिँ थाहा भएन। साकुरा सँगसँगै सुगन्ध दिएको क्या यो फुलले। कस्तो राम्रो फुले हा लटरम्मै रातो। जापानमा चाहिँ यो महिना यस्तो रमाइलो, एकदमै धेरै रमाइलो हुने कि साकुराले गर्दा। एकदमै बेस्ट हुने। यसरी म टिकटक खिच्दैछु, भिडियो बनाउँदैछु, यसो नक्कल पार्दैछु। टिकटक बनाउने कुरो भइरह। साकुरा मुनि नाचिदिरहेको नाच्न नि पऱ्यो। मेरो चटक कस्तो छ हे भगवान्। जापानिज छन्, कोरियन, चाइनिज टिकटक गराउँदै छन् त्यहाँ थिए। खानाहरू दिपोका पोन्तरा बोकेर मान्छेहरू रुख मुनि हिँड्दैछन्। म चाहिँ टिकटक गराउँदैछु, भिडियो खिच्दैछु। पुरा जापानिजहरूले साकुरामा यस्तरी बसेर खान्छन्। लटरम्मा साकुरा फुले हा। खतरा है। मेरो छोरी जापानिजहरूले साकुरामा खानी बुट्टामुनि है। जापानिजहरूको चाडपर्व हो यो साकुरा भनेको। कस्तो राम्रो छ यार, खतरा छ नि। कस्तो राम्रो फुले हा। ठुल्दाईले पनि हेर्दैछ। ठुल्दाई आयो, ठुल्दाई नाच्दैछ साकुरा मुनि गएर। साकुराको बुढा पनि नाच्दैछ, गाउँदैछ आफ्नै तालमा छ। मैले भिडियो खिचेको यस्तो राम्रो साकुरा फुले हा है। साकुरा ढकमक्कै अब साकुराको सिजनमा यस्तो राम्रो साकुरा फुले हा। यो जापानिजहरू यस्तरी बुट्टामुनि बसेर खाना खाने गर्ने गर्छन् है। कुकुरहरू ल्याएर कावाई कुकुरहरू ल्याएर चाहिँ यस्तरी ल्याउने परिवारले बस्ने। जापानमा चाहिँ यो समयमा एकदम धेरै रमाइलो हुने सिजन हो यो। बुट्टामुनि बस्ने, यस्तरी खाना खाने, पुरै बच्चा बच्ची बिहाबुढी भएर यस्तो राम्रो साकुरा फुल्छ। ढकमक्क साकुरा फुलेको मौसममा जापानमा चाहिँ भगवान रमाइलो हुन्छ है। मेरो पुन्टे अझै घुम्दैछ साकुराको बुट्टामुनि घुम्दैछ। बोटेले खाना खाएको हेर्दैछ। ल्याएर चटक पारेको त नाटक पारेको। नाटक पार्दै हिँडिरहेको छ मेरो पुन्टे। कत्रो पुन्टुहरू थियो, कत्रो भइसक्यो ल मेरो पुन्टे। लहर कति राम्रो फुल फुले खान्। झिलिमिली जता हेऱ्यो नि झिलिमिली, जता हेऱ्यो नि झिलिमिली। रमाइलो छ। गाई चोरो रमाइलो छ। मेरो पुन्टी आयो, मेरो पुन्टे। डिम्पली आयो, मेरो डिम्पली। डुलेको छ डिम्पली। जति डुले पनि थाक्दैन मेरो डिम्पली। साकुराको झिलिमिलीमा मनमोहक दृश्य हेर्दा हेर्दै मनै थाक्दैन। साकुरा सँगसँगै केटाहरू थाकेर चाहिँ
ओ छोरा छोरीहरू साकुरा हेऱ्यौ साकुरा हेरेर यिनीहरू बसे हामी त्यसो गाइस रमाइलो छ सिजन बाबु रमाइलो भइरह हो गाइजहरू यता हेर दाजुभाइहरू हामी साकुरा हेर्न आएको साकुरा लटरम्ममा फुलेका छन् राम्रो फुलेर फुल्ने साकुरा है खतरा फुलेको नि फुल्न नि धेरै मान्छे पनि हुटाउनु बसेर खाने हिँड्ने गाइस मेरो छोरो चाहिँ साकुरामा धेरै मजाले रिल्याक्स गरिरह मेडिटेसन गरिरह मेरो छोराले साकुरा हेरेर थाकेछ थाक्यौ अनि मजाले सुतिरह है यस्तो राम्रो साकुराको बुट्टामा आएर सुतेन नि छोरा साकुरा हेर्न आएको होइन र साकुरा हेऱ्यौ कस्तो छन् साकुरा है यस्तो राम्रो लटरम्ममा साकुरा फुलेछन् हामी आमा छोरा आम दादा उता छ म यता छु गाइस बाबु के छ विचार यस्तै छ गाइस यस्तै छ हाम्रो साकुरा हेर्न आएको साकुराको उता पनि मेडिटेसन गर्ने अरे गाइस मेडिटेसन गर्ने साकुराका बुट्टा पनि मजा हो मेडिटेसन शान्त वातावरण ए शान्त वातावरणमा पुरा मेडिटेसन गर्ने है गाइस मेडिटेसन कस्तो मिठो सेन्ट आएको साकुराको चाहिँ फुलको बुटोको फेरि अब घुमेर गरेर सक्यो केटाहरू मेडिटेसन गरेँ फोटासोटा खिच्यो भिडियो खिच्यो अझ कुद्नु रमाइलो भयो त्यसपछि मेरा भन्दराहरू हिँडेँ अब तिर्खा लाग्यो अरे खाना त भर्खरै खाएर आएको भक्त लाग्यो होइन अब तिर्खा लाग्यो भनेर अब हिँड्ने केटाहरू मान्छे कति टर्न रहेछ नि यहाँभित्र चाहिँ सिट रहन्छ सिट नभएको भएर बाहिर बसेर खाने भनेर सानो बाबु बाहिर गइसकेको छ अनि यो भाइ त पुरा यहाँ छ त यो फोन त यहाँ खुट्टा बसिरहेछ दादा यस्तो भ्युज हेर्दै चुपुलिन्स बेसी मिठो काम पाए साकुरा हेऱ्यो साकुरा हेरेर अनि तिर्खा लाग्यो मिठो है चिया लागि मिठो रहेछ मिठो बाबु खायो नि बाबुले त त्यसपछि यसो फोटासोटा खिच्यो फोटा त खिच्नै पऱ्यो होइन फोटासोटा खिचेर ल मेरा भन्तुरा हिँडे गमी लिएर चाहिँ गमी फाल्न हिँडे खाएर ल मेरो फोन्तुरो फोटो खिच्न मान्दैन कसरी मौली भिडियो खिच्न लाग्यो भने डेढा पल्टाउँदै दोग्रो ल खाएर हामी यसरी निस्कियो ल गाइस मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू भेरी मच सब्सक्राइब गरिदिनु होला।